विधायनो अग्निवीणे पुरोहितं जगतिदेव होतारं धातुं पुण्येन विधायनो यतवति अब दक्षिणी यजुर्विधायनो केतु ऐकेतिरुदेतवाय वस्तुति वस्तु यहाँ देवी महात्मी एकादश अचल मोबाइल शरणागतदीनार्थ परित्राणं वरायिणी सर्वाप्रसमन्नं त्रैलोक्यशैलेश्वरी के छ त के छ के हो इसमें किस तरह था देब्रे खान कता हो नि जानी त्यसरी च्याप्टर अलि अलि त्यसलाई दिनुपर्छ अलि मिलाएर उल्टो क्या हो त्यो मुनि रातो छ त होइन उता गणेशबाट ठाउँमा यसलाई मोटो बनाउँदै जानु नि सही काम आयो बालिका ओइ ए लु लु उठिहाल उल्टो लाग्यो लुङ्गेलो भए जस्तो लगाइरहेछ देखा देखा कस्तो अरे फल्स माथि बनाएर लगाइरहेछ उल्टो साडी त धन्न सुल्टै छ धन्न मान्छे सुल्टै छ हात टेकेर कसो हिँड्दैन त्यहाँ भुइँमा मुनि राखे जस्तो छ है त्यहाँ निचोरेर गर न आँटिहाल्छ त त्यहाँ भएको होला अलिकति खेलछाल गर्नु दुईपट्टि हात कसरी हुँदैन ए तेरि उ त माथि किन राखेको हो त्यो अर्को पनि राखेको छ त्यहाँ जिउ मोटो भनेको बुद्धि पनि मोटै बनाइसकेछ क्यार यसले त के ऊ त सबै लड्यो सबै लडायो दोडाहरूले यसो गर्न माथि टुप्पो पूजा गर्नु पर्दैन बालिहाल्दा हुन्छ यहाँ कति कर्म पो हुन्छ त कहाँ त्यति छिटो हुन्छ बालिहालौँ भन्दाखेरि सबै सक्यो भाउजूको हात खाली रह यहाँ राख्दैछु है एकछिन है यहाँ राख्दा अडिँदैन किन यता राख्नुभएको कसले सबैतिरबाट डोरी राख्दैन त्यसले त बिगार्ने काम मात्रै गर्छ नि त यसले बिगार्ने काम मात्रै गर्छ सपार्ने त कहाँ गर्छ त च्याउको माथिबाट अलिकति गर्दै राख्नु होला
खोइ त यहाँ अलिकति दिन त छोड्छ धेरै होइन स्याउको माथि यसलाई सपोर्ट बनाएर अनि मान्छे पनि मोटा सकेको होइन बिग्रिन्छ होस् न उता ठाउँ यहाँ राख्नु न स्याउ माथिबाट लोड लाग्यो फेरि बा यसो राखिदिनु कपुर राखि बल्ल बल्ल सक्यो यहाँ जान्छ अझै लु दुईजना बस्छ एकजनाले आरती बनाउँछ उता आरतीको पनि रेडी गर्दै गर्नु कोही सानो आँखा गर नि तिमी खुरु पानी नचलाऊ यो माथि माथि राख्नुपर्छ के भयो को आउनुभयो खोइ बोलाएर ल्याएको क्या बाटो सिँगै राख्नु होला नि त सिँगा होइन होइन आमालाई फोन गरेर भिडियो गरेन यसो हेर्नुहुन्छ भन्दा के हो भन्नु माथि माथि मात्रै टुक्रा टुक्रा गर्दै बनाएको छ एकैचोटि सबै छ त्यो त लामो हुन्छ रमाशय सत्यनारायण आएछ साम्ब सदाशिवाय आएछ समर्पय यताबाट घुमेर गएर भित्र राखिदिनु छिटो गर्नु यहाँ बलिसक्यो यसो खेलेर जानु नि ल्याउँछ होला नि लु चार भाइ आउँछ यहाँ चार भाइ फोन के को फोन भगवते वासुदेवाय ओम नमो भगवते पालै वाला भोग घुमाउ खोइ यता घुम्नु नि कहाँ त्यहाँ बस्नु यो गुरुले मलाई पढेर हेर्नुहोस् न पढेर मात्रै एकछिन पढ्यो होइन नि त हजुरकै मैले यसो प्रयास गरेको गुरुलाई यसको प्रचेष्टा गर्नु पऱ्यो नि त पर्दैन सबै संस्कृतमा छ होला होइन नेपालीमा सबैजनालाई बोकेर तपाईँ चाहिँ नहुँदा अलिक मिलेन नि त छोरीलाई छोरीलाई बोक्नु नि छोरीलाई उसैले बोक्ला नि त दिदीलाई के हुँदैन दिदीलाई बोक्छ नि उसैले छोरीलाई ज्वाइँले बोक्नु पर्यो नि सक्यो आमा बोकेपछि दिदी बोक्दैन भाइ बालिकालाई दिदीलाई बालिकालाई अनि ज्वाइँ भिनाजुलाई बोक बालिकालाई बोक परो सालो हुनुको काम त त्यति गर्नै पर्यो आउँदैछ पर्दैन दिदीलाई सक्छ ओइ दिदीलाई सक्दैन दिदीलाई बोक
बोक्छ बोक्छ सक्छ है बोक 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 सक्छ के को गाना जान्छ त्यत्रो मान्छेको बोक त अनि लडाउँदैन ल त बोको त अनि भान्जी खोइ खोइ पर्दैन भान्जीहरू यसो घुमेर ज्वाइँले त थर्काउनु भयो त स्वयं ज्योतिषे नमः न जानुनि पूजयामि चतुर्व्याय नमः गुल्फो पूजयामि जनाधिपाय नमः पादो पूजयामि वरब्रह्मणे नमः सर्वाङ्गं पूजयामि धात्री नमः पादो पूजयामि धात्री भयो त अब त ओम जङ्गम पूजयामि स्रष्टे नमः उरु पूजयामि प्रजापतये नमः मेढ्रं पूजयामि परमेष्ठिं नमः कर्षिं पूजयामि अग्निरूपाय नमः नाभिं पूजयामि पद्मनाभाय नमः हृदयं पूजयामि वेदसे नमः बाहु पूजयामि दामोदराय नमः कण्ठं पूजयामि हिरण्यगर्भाय नमः मुखं पूजयामि ब्रह्मणे नमः शिरः पूजयामि विष्णवे नमः सर्वाङ्गं पूजयामि विशेषोपहारं समर्पयामि नैवेद्यं यहाँ रोटी आयो त रोटी हाल्नु नैवेद्यं निवेदयामि सबै चल्याएको त यो उखुहरू पनि सबै चानाचुनी नानाविध नैवेद्यं निवेदयामि नैवेद्यान्ते आत्मनीय जलम ताम्बुलम पुङ्गीफलम सुपारी हाल्नु नि फाले यस्तो गरेर होइन हो ताम्बुलम पुङ्गीफलम समर्पयामि आत्मनीय जलम समर्पयामि सर्वराजोपचारार्थे गन्धाक्षत पुष्पाणि तिल पुष्प त्यो पाजे अर्के भएको अघि नै तिल पुष्प हेलो तिल पुष्पाणि समर्पयामि ल पानी समाउ है पानी समाउ यहाँ यसको थिचेर पानी समाउनु हातमा आदित्यादि पुरुषार्थ संकल्प सिद्धिरस्तु नाना नाम गोत्राण संस्थान मम भन्नु मम आत्मन श्रुति विषय पुराणोक्त फल प्राप्त्यर्थम पूर्वोक्त कर्मांगतया क्रियां देव्या नाम मम समस्त जन्म बाल्य यौवन वार्धक्या वस्तु पार्जित